एउटा कुरामा चाहिँ सबै साथीहरूलाई धन्यवाद दिनुपर्छ कि नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यताको सन्दर्भमा जुन पहिला 5 महिना मैले पहिलेदेखि भने 5 महिना 6 महिना लाग्छ गर्नै सकिँदैन महिनौँ लाग्छ भनेर भनेको कुरा यसपालि तलको साथीहरूले आज मध्यरातसम्म हामीले के समय दिएका छौँ यहीँ कति साथीहरू आउनुभएको छ मध्यरातसम्म पुगेर आउनुभएको छ केही ठाउँहरूमा समस्या छ तर बहुसङ्ख्यक ठाउँहरूमा जसरी गर्नुभएको छ मलाई के विश्वास छ भने मैले भनेको जस्तो प्रतिनिधि दल पठाउने खटाउने फिल्डमै जाने निर्णय गर्ने अर्जेन्सी त सबैलाई महसुस हुनु पऱ्यो यो गगन थापाले मागेको अधिवेशन हो त्यस कारणले गर्दा यसलाई देखाइदिने भनेर भन्यो भने त जहाँबाट जोड रोक्दैन तर काङ्ग्रेसलाई अधिवेशन आवश्यक छ अधिवेशन गर्ने भनेर भन्यो भनेदेखि भने मैले मेरो निर्वाचन क्षेत्र काठमाडौँको क्षेत्र नम्बर 4 हो मैले अहिले अधिवेशनका सन्दर्भमा 165 निर्वाचन क्षेत्र मध्येमा सबैभन्दा पहिला क्रियाशीलको नवीकरण टुङ्गाएको पनि त्यहाँ हो क्रियाशीलको नयाँको कुरा टुङ्गाएको पनि त्यहाँ मेरो आफू निर्वाचन मलाई अधिवेशन गर्नुपर्छ भने हुनाले गर्दा मैले 2 वर्ष अगाडि टुङ्गाएँ अधिवेशन हामी त ती क्षेत्रमा टुङ्गाउन पाइन्छ होइन त्यसले अधिवेशन गर्नुपर्छ भनेर भन्यो भने अहिले तपाईँले सोधेको विषयको सन्दर्भ माग लानै पर्दैन हामीले एउटा त प्रतिनिधि पठाउनु पनि पर्दैन सबैजना आफ्नो ठाउँमा इमान्दार भएर लाग्ने हो भने होइन प्रतिनिधि पठाउनुपर्छ भनेर भन्यो भने हामीहरू प्रतिनिधि पठाउनु 4 दिन 5 दिन हुन्छ तर क्वेसन के हो भने हामी अधिवेशन गर्न तयार हो कि होइन अधिवेशनको कार्यतालिका बनाउने छलछान गर्ने हाम्रो नियत यो हो कि जसरी पनि अधिवेशन गर्ने जसरी पनि अधिवेशन गर्ने हुनुपर्छ भन्ने मेरो दलिल किन हो भने हाम्रो अधिवेशन अब केही नेताहरूले भन्नुभएको जस्तो हाम्रो आन्तरिक विषय मात्र होइन हामी यो कार्यालयभित्र बसेर अधिवेशन कहिले गर्छौँ भन्ने हाम्रो मात्र चासोको विषय हुन्थ्यो भने धेरै फरक पर्दैन थियो हामी यहाँबाट बाहिर निस्केर जब नागरिकका बिचमा जान्छौँ यो पटक नागरिकले हाम्रो सोध्ने प्रश्नै त्यहाँबाट प्रारम्भ हुन्छ तिमीले आफ्नो अधिवेशन त गरेनौ तिमी आफू बदलिन्छौ भन्ने कुराको अधिवेशनबाट केही तिमीले उद्घोष त गरेनौ सङ्कल्प त गरेनौ तिमी मसँग मत के आधारमा माग्न आउँछौ भन्ने प्रश्न पहिलो प्रश्न हामीले सामना गर्नुपर्छ यो प्रश्नको उत्तर लिएर जाने कि नजाने भन्ने हाम्रो अहिले